नमस्ते साथीहरू, लोकसभा आयोगले आर्थिक वर्ष 2083-84 को पद पूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। यहाँ संघीय निजामती सेवा, संघीय स्वास्थ्य सेवा र संघीय संसद सेवा र राष्ट्रिय मानव अधिकारको सेवाको पदहरूका लागि वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ, यहाँ श्रेणीको तह दिएको छ भने यहाँ पद पूर्तिको किसिम र यहाँ विज्ञापन कहिले हुन्छ, त्यसको सूचना प्रकाशन कहिले हुन्छ, त्यसको मिति दिएछ भने यहाँ परीक्षा कहिले सञ्चालन हुन्छ र त्यसको लिखित परीक्षाको नतिजा कहिले आउँछ, त्यसको मिति र अन्तर्वार्ता र सिफारिस कहिले हुन्छ भने त्यो सबै यहाँ सार्वजनिक गरेको छ। फर्स्टमा यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ, एक नम्बरमा के छ भने राजपत्र अनाङ्कित विशिष्ट श्रेणी। यहाँ बढुवा दिएछ माग बमोजिम। यो तपाईहरुको लागि होइन, यो लोकसभा आयोगले आफै त्यो बढुवा हुने कर्मचारीहरूलाई आफै बढुवा गर्छ। त्यसैगरी यहाँ 2 नम्बरमा तपाईले हेर्न सक्नुहुन्छ, राजपत्र अनाङ्कित प्रथम श्रेणी अप्राविधिक र प्राविधिक तथा अधिकृत प्रथम। त्यो अधिकृतहरूको लागि र अधिकृत सोसरको कर्मचारीहरूको लागि त्यो विज्ञापन खुल्नेछ। यसको विज्ञापन भादौ महिनाको अन्तिम बुधबार खुल्नेछ भने यसको परीक्षा सञ्चालन कार्तिक र मङ्सिर महिनामा हुन्छ र यसको लिखित परीक्षाको नतिजा मङ्सिर र पुष महिनामा आउँछ भने यसको अन्तर्वार्ता र सिफारिस माघ र फागुन महिनामा हुन्छ। त्यसैगरी तपाईहरुले हेर्न सक्नुहुन्छ, यहाँ स्वास्थ्य सेवा 11औं तहको त्यसै सेम डेटमा हुन्छ भने त्यो राजपत्र अनाङ्कित द्वितीय श्रेणी अप्राविधिक र प्राविधिक तथा अधिकृत द्वितीय श्रेणीको लागि पनि त्यो भ्याकेन्सी असोज महिनाको अन्तिम बुधबार खुल्छ भने यसको प्रथम पत्रको परीक्षा मङ्सिर र पुष महिनामा हुन्छ र यसको लिखित परीक्षाको नतिजा त्यो माघ र फागुन महिनामा प्रकाशित हुन्छ भने त्यो फागुन र चैत महिना यसको अन्तर्वार्ता र सिफारिस हुन्छ। त्यसैगरी यहाँ 6 नम्बरमा तपाईँ हेर्न सक्नुहुन्छ, राजपत्र अनाङ्कित तृतीय श्रेणी अप्राविधिक तथा अधिकृत तृतीय। यसको भ्याकेन्सी माघ र फागुन महिनामा खुल्छ र यसको परीक्षाको यसको लिखित परीक्षा हुन्छ चैत्र वैशाख महिनामा हुन्छ भने यसको अन्तर्वार्ता र सिफारिस वैशाख र जेठ महिनामा हुन्छ। त्यसैगरी तपाईहरुले यहाँ 7 नम्बरमा हेर्न सक्नुहुन्छ, राजपत्र अनाङ्कित तृतीय श्रेणी भनेको छ प्राविधिक तर्फ। यो टेक्निकल पढ्ने साथीहरुको लागि भयो। अधिकृत सहको त्यो पोस्ट हो। यसको भ्याकेन्सी पुष र माघ महिनामा खुल्छ र यसको लिखित परीक्षा हुन्छ फागुन र चैत महिनामा र अन्तर्वार्ता र सिफारिस चैत्र वैशाख महिनामा हुन्छ। त्यसैगरी यहाँ 8 र 9 महिनामा तपाईहरुले हेर्न सक्नुहुन्छ, स्वास्थ्य सेवा 8औं तह र स्वास्थ्य सेवाको 7औं तहको भ्याकेन्सी पुष र माघ महिनामा खुल्छ र लिखित एक्जाम फागुन र चैत महिनामा हुन्छ भने यसको अन्तर्वार्ता र सिफारिस चैत्र वैशाख महिनामा लोकसभा आयोगले गर्छ। त्यसैगरी यहाँ तपाईहरुले 10 नम्बरमा हेर्न सक्नुहुन्छ, राजपत्र अनाङ्कित प्रथम श्रेणी अप्राविधिक तर्फ। यो न्याब सेवाको हो। न्याब सेवा सोसरका पदहरूको लागि यो भ्याकेन्सी खुल्ने गर्छ। त्यो माघ र त्यो मङ्सिर महिनाको अन्तिम बुधबारमा खुल्छ र यसको प्रथम चरणको परीक्षा हुन्छ त्यो माघ र फागुन महिनामा र द्वितीय परीक्षा हुन्छ चैत्र वैशाखमा भने यसको अन्तर्वार्ता र सिफारिस हुन्छ वैशाख र जेठ महिनामा। त्यसैगरी स्वास्थ्य सेवा 11औं स्वास्थ्य सेवा 5औं तहको बढुवा र विज्ञापन मङ्सिरको अन्तिम बुधबार नै हुन्छ र त्यो परीक्षा सेम त्यसै डेटमा हुन्छ। त्यसैगरी यहाँ 13 नम्बरमा राजपत्र अनाङ्कित द्वितीय श्रेणी। यो खरिदार र खरिदार सरहका पदहरूको लागि। यसको विज्ञापन हुन्छ पुषको अन्तिम बुधबारको दिन यसको विज्ञापन आउँछ भने यसको प्रथम पत्रको एक्जाम फागुन र चैत महिनामा हुन्छ र लिखित परीक्षा सेकेन्ड पेपरको एक्जाम हुन्छ वैशाख र जेठ महिनामा र यसको अन्तर्वार्ता र सिफारिस जेठ र असार महिनामा हुन्छ। त्यसैगरी यहाँ 15 नम्बरमा स्वास्थ्य सेवा 5औं तह। यो न्याब सेवा सरहको हो
पाँचौँ त स्वास्थ्य सेवा सम्बन्धी यसको विज्ञापन पनि त्यही डेटमा हुन्छ, पुसको अन्तिम बुधबारमा। र प्रथम चरणको परीक्षा हुन्छ फागुनमा र लिखित सेकेन्ड पेपरको हुन्छ वैशाख र जेठमा र अन्तर्वार्ता र सिफारिस जेठ र असार महिनामा लोकसेवा आयोगले गराउँछ। त्यसै गरी तपाईँहरूले यो तालिकामा हेर्न सक्नुहुन्छ यो कुन पदको भ्याकेन्सी कहिले खुल्छ। यहाँ बुल्लुले हेराउँछ कि यसको भ्याकेन्सी कहिले खुल्छ। अनि यो येलो कलरले हेराउँछ कि यसको प्रथम चरणको परीक्षा कहिले हुन्छ र त्यो डार्क येलोले हेराउँछ कि यसको लिखित परीक्षाको इक्जाम कहिले हुन्छ र यो ग्रीन कलरले तपाईँले हेराउँछ कि यसको अन्तर्वार्ता र सिफारिस कहिले हुन्छ। तपाईँले यो सबै पदहरूको भ्याकेन्सी कहिले खुल्छ र लिखित परीक्षा कहिले हुन्छ यो सबै कलरहरूमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। यसको स्क्रिनशट लिएर राम्रोसँग हेरिलिनु होला। त्यसै गरी सुरक्षा निकायका पदहरूका लागि पनि कार्यतालिका सार्वजनिक भएको छ। यहाँ नेपाली सेना यो भयो आर्मीहरूको लागि अतिरिक्त क्याडेट इन्सपेक्टर सरको अतिरिक्त क्याडेट आर्मी यसको भ्याकेन्सी खुल्छ साउन महिनाको अन्तिम शुक्रबारमा र लिखित परीक्षा हुन्छ पुस र माघमा र यसको लिखित परीक्षाको नतिजा निष्कासन हुन्छ चैत्र वैशाख महिनामा। त्यसै गरी पदिक तथा बिलादार अतिरिक्त क्याडेट यसको पनि भ्याकेन्सी खुल्छ त्यो भादो र असोज महिनामा र लिखित परीक्षा हुन्छ मङ्सिर र पुसमा र यसको नतिजा प्रकाशन हुन्छ माघ र फागुन महिनामा। त्यसै गरी तपाईँहरूले यहाँ 2 नम्बरमा नेपाल प्रहरीको लागि हेर्न सक्नुहुन्छ। यहाँ प्रहरी निरीक्षक जनपद इन्सपेक्टरको लागि भनेछ। इन्सपेक्टरको भ्याकेन्सी खुल्छ कार्तिक र के अरे मङ्सिरको अन्तिम शुक्रबारमा मङ्सिर महिनाको अन्तिम शुक्रबारमा यसको भ्याकेन्सी खुल्छ भने यसको लिखित परीक्षा हुन्छ माघ र फागुनमा र अन्तर्वार्ता र सिफारिस र यसको नतिजा प्रकाशन हुन्छ वैशाख र जेठ महिनामा। त्यसै गरी यहाँ 3 नम्बरमा भनेछ सशस्त्र प्रहरी बल यो भयो सशस्त्रहरूको लागि सशस्त्र प्रहरी निरीक्षक यो इन्सपेक्टर सरको सशस्त्र प्रहरी भयो। यसको भ्याकेन्सी खुल्छ पुस महिनाको पहिलो शुक्रबारमा पुस महिनाको पहिलो शुक्रबारको दिन यसको भ्याकेन्सी खुल्छ भने माघ र फागुनमा यसको लिखित परीक्षा हुन्छ र वैशाख र जेठमा यसको लिखित परीक्षाको नतिजा प्रकाशन हुन्छ। यसै तपाईँहरूले यो तालिका हेरेर त्यो सबै आफै थाहा लगाउन सक्नुहुन्छ। यसको स्क्रिनशट लिनु होला र राम्रोसँग हेरिलिनु होला एकचोटि। त्यसै गरी राष्ट्रिय अनुसन्धान यहाँ बनेछ 4 नम्बरमा। राष्ट्रिय अनुसन्धान भनेको यो भयो सिआइडीहरूको लागि त्यो अनुसन्धान अधिकृत भनेछ अनुसन्धान सहायक त्यो इन्सपेक्टर सरको सिआइडी भयो। अनि यसको भ्याकेन्सी खुल्छ माघ महिनाको अन्तिम शुक्रबारमा र यसको लिखित परीक्षा हुन्छ चैत्र वैशाखमा र लिखित परीक्षाको नतिजा प्रकाशन हुन्छ जेठ र असार महिनामा। त्यसै गरी यहाँ सहायक सूचक भनेछ यसको पनि भ्याकेन्सी खुल्छ भादो र असोज महिनामा र लिखित परीक्षा हुन्छ कार्तिक र मङ्सिर महिनामा भने यसको नतिजा प्रकाशन हुन्छ पुस र फागुन महिनामा। त्यसै गरी यहाँ सङ्गठित संस्थाहरूका लागि पनि त्यो वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ नेपाल राष्ट्र बैंक नेपाल टेलिकम राष्ट्रिय ट्रमा सेन्टर त्यो नेपाल राष्ट्र बैंकको भ्याकेन्सी खुल्छ त्यो 5औं र 4औं त सबै मिलाएर खुल्ने गर्छ। यसको भ्याकेन्सी खुल्छ असोज र कार्तिक महिनामा र यसको लिखित परीक्षा हुन्छ मङ्सिर र पुस महिनामा र लिखित परीक्षाको नतिजा प्रकाशन हुन्छ माघ र फागुन महिनामा। तपाईहरुले यसरी पुरै तालिका हेरेर थाहा लगाउन सक्नुहुन्छ कुन पदको भ्याकेन्सी कहिले खुल्छ र यसको लिखित एक्जाम कहिले हुन्छ र यसको नतिजा प्रकाशन कहिले हुन्छ भने त्यो सबै इन्फर्मेसन यो तपाईहरुले तालिकाबाट थाहा लगाउन सक्नुहुन्छ। यो तालिकाको स्क्रिनशट लिएर त्यो सबै एकचोटी राम्रोसँग पढ्लिनु होला। यस्तै लोकसेवाको बारेमा इन्फर्मेसन लिनको लागि यस च्यानललाई सब्स्क्राइब गर्नु होला।